नमस्कार, म प्रदीप पौडेल छेत्री, रैनदेवी छारा गाउँपालिका वडा नम्बर 3 को वडा अध्यक्ष। म हाम्रो यो आर्थिक वर्ष, यो चालु आर्थिक वर्षमा यस वडा कार्यालयका विभिन्न योजनाहरू सञ्चालन भइरहेका छन्। त्यसको बारेमा संक्षिप्त केही त्यसको प्रगति विवरण विषयमा बोल्ने अनुमति चाहन्छु। खास गरी हाम्रा विनियोजित गाउँपालिका, प्रदेश सरकार, संघीय सरकारबाट विनियोजित विभिन्न योजनाहरू, भौतिक पूर्वाधार विकास लगायतका योजनाहरू लगभग 95% हाम्रा सम्पन्न भइसकेका छन् भने लगभग 75% भुक्तानी पनि भइसकेको छ भने अरू बाँकी भुक्तानीको प्रक्रियामा चलिरहेका छन् र ती योजनाहरूमा हामीले खास गरी यो वर्ष गौरवको रूपमा आज भर्खरै समुद्र शिलान्यास भएको छ। ध्वजाबान्ने वडा कार्यालय तालपोखरा हुँदै अर्खाची मोटरबाटोको पहिलो खण्ड ध्वजाबान्ने पेलावासको 2.5 वर्षमा पिच हुने गरी सम्पन्न हुने योजना आजदेखि प्रारम्भ भएको छ। त्यस्तै गरी पेलावास टाटिम 30 लाखको प्रदेशको योजना त्यो सम्पन्न भइसकेको छ। त्यस्तै गरी पेलावास झिरवास स्तरोन्नति ढलाइ 20 लाखको कार्यक्रम अन्तिम चरणमा पुगेको छ सम्पन्न हुन। त्यस्तै गरी फोक्यादेखि लिएर तपाईको यो डाँडागाउँ तल्लो अर्दाई हुँदै डाँडागाउँ लामो समयदेखि त्यो बाटो अल्पत्र परिरहेको थियो, सम्पन्न भएर त्यहाँका जनताहरूले अहिले सेवा सुविधा लिइरहेका छन्। त्यस्तै गरी पोट्टाचौर मान्द्रेघाट हुँदै छचुवा अर्सौदी हुँदै यो कृषि सडक करिडोर यो पनि अब सम्पन्न भएर पहिलो पटक यो खोलिएको छ। त्यस्तै गरी सिँचाइका तर्फ सिँचाइका विभिन्न लगभग 45 लाखको सिँचाइका योजनाहरू मध्ये 30 लाखका योजनाहरू सम्पन्न भइसकेका छन्। त्यस्तै गरी शिक्षाका क्षेत्रमा हामीले 2वटा मावि, जोगमाडी मावि र रैनादेवी माविमा कक्षा 10 का एसीका परीक्षाका साथ विद्यार्थी भाइ बहिनीहरूलाई होस्टेल व्यवस्थापन गरेका छौँ। त्यसमा पनि हामीले केही वडा कार्यालयको तर्फबाट केही आर्थिक योजनाको रूपमा सहयोग गरेका थियौँ र अहिले पनि त्यो रिजल्ट अति राम्रो आउने अपेक्षा समेत गरिएको छ। त्यस्तै गरी पर्यटन र पर्यटन विकासका निम्ति हामीले रैनादेवी मन्दिरको लागि प्रदेश सरकारबाट 20 लाखको ठेक्का प्रक्रिया सुरु भएर एउटा बगैँचा बनाउने काम सुरु भइरहेको छ र गाउँपालिकाको पोखरी निर्माण, त्यस्तै गरी बुढा रुख संरक्षण कार्यक्रम अहिले सञ्चालन भइरहेको छ। त्यस्तै गरी संघीय सरकारको 20 लाखको मौला संरक्षण कार्यक्रम यो अहिले भर्खर भोलिदेखि काम सुरु हुँदैछ। पर्यटनको क्षेत्रमा त्यहाँ व्यापक रूपमा काम भइरहेको छ, जसले गर्दा रैनादेवी गाउँपालिकाकै नाम रहेको मन्दिरका मार्फत हामीले पर्यटनको रूपमा त्यसलाई विकास गर्ने कार्यक्रम अगाडि बढाइरहेका छौँ। जस्तै तपाईहरू नागरिकसँग पुग्नुहुन्छ, जनतासँग पुगिरहँदाखेरि नागरिकले कस्तो खालको अपेक्षा गर्नु भएको छ? तपाईहरूसँग विकास निर्माणका काम गरिरहँदा, फिल्डमा जाँदा, अनुगमन जाँदा नागरिकहरूले के भन्नुहुन्छ? स्वास्थ्यको क्षेत्रमा तपाईहरूले एम्बुलेन्सै त्यहाँ जनतालाई सुविधा दिने गरी एम्बुलेन्स चलाउनु भएको छ होइन? नागरिकहरूबाट कस्तो खालको प्रतिक्रिया पाउनु भएको छ? नागरिकहरूले अहिले हामीले गर्दै गरेका, जस्तै यहाँले भनिसक्नुभयो, म छुटेछ, स्वास्थ्यको क्षेत्रमा हामीले एम्बुलेन्स भनपुर स्वास्थ्य चौकी मार्फत गाउँपालिकाको आर्थिक सहयोगमा एम्बुलेन्स सञ्चालन गरेका छौँ। त्यो पनि अत्यन्त राम्रो चलेको छ र अरू यातायात भन्दा सुविधा र अन्य आर्थिक हिसाबले पनि कम सस्तोमा हामीले सञ्चालन गरेका छौँ। त्यस्तै गरी स्वास्थ्य चौकीमै हामीले दैनिक रूपमा सेवा दिइरहेका छौँ। त्यस्तै गरी बर्थिङ सेन्टर सञ्चालन गरेका छौँ र बर्थिङ सेन्टरको कारणले अहिले 0 होम डेलिभरी हुन सफल भएको छ। त्यस्तै गरी आयुर्वेदिक सेवा महिनाको 7 गते र 22 गते आयुर्वेदिक सुविधा दिएका छौँ र आयुर्वेदिक सेवामा चाहिँ नागरिकको उल्लेखनीय सहभागिता छ र सन्चो पनि भएको उहाँहरूले जिज्ञासा बताइरहनु भएको छ र एउटा विकास निर्माणको हिसाबमा अलिक उत्साहवर्धक हिसाबले लाग्नु भएको छ र एउटा समस्याको हिसाबमा अब युवा शक्ति अलिकति गाउँमा नभएको कारणले गर्दा केही योजनाहरू सञ्चालन गर्न सम्पन्न गर्नको निम्ति केही कठिनाइहरू त छन्। त्यसका बावजुद पनि नागरिकहरूमा मैले उत्साह देखेको छु। तपाईँ आफै युवा हुनुहुन्छ प्रदीपजी, जस्तै ती युवाहरूलाई गाउँमा युवा छैनन् भन्नुहुन्छ, गाउँमा युवा टिकाउने खालका, गाउँमा युवा बिगाउने खालका त्यस्ता खालका योजना अब तपाईँले ल्याउने केही योजना बनाउनु भएको छ गाउँपालिका मार्फत? साँच्चै अब त्यो नै गर्न जरुरी छ। हामीले पनि वडाको हिसाबले त थोरै मात्रामा बजेट